दुईटा भर्खरका तरुण छोरीहरू बरा बच्चीहरू सुतेछन् यो बुढीहरू हेरेर कुरा देखाउने सो हेलो गुड मर्निङ गाइज भित्र चाहिँ मेकअप सेकअप सब भइसक्यो म्यामहरूको अनि म चाहिँ बाहिर निस्केँ अनि आज हिमाल यस्तो देखिरहेछ ओए खोइ त हिमाल ए यस्तो राम्रो भ्यू देखिरहेछ अब चाहिँ म जाँदैछु मुख धुन पानी चाहिँ एकदमै चिसो छ त्यही कुराकानी मौसम पनि बिहान चाहिँ अलिअलि चिसो चिसो रहेछ हेर गाइज यहाँ यस्तो छ स्थिति खै त कति राम्री यता पनि हुँदैछ मेकअप गाइज म चाहिँ रेडी भइसकेको छु सो फिट चेक गरौँ है त ल यो अनि यहाँ चाहिँ छ लोफर अनि त्यहाँ चाहिँ के भन्छ मिसहरूले फोटो खिचिसकिन्छन् बिहानै उठेर मेकअप गरेर हो राम्रो राम्रो भएर उहाँ चाहिँ फोटो खिच्ने बेला भइन्छ उफ एकदमै रमाइलो रहेछ मर्निङ भ्यू पनि राम्रो छ सो यहाँ घुम्न आउने चाहिँ मिस नगरेको राम्रो भन्छु मैले चाहिँ ओहो डनहरू डन बा पुरा कालो चस्मा किङफिसरको र यहाँ चाहिँ यस्तो फोटो खिच्दै हुनुहुन्छ भ्यू पनि एकदम राम्रो छ हाम्रो चाहिँ यहाँ हुँदैछ फोटोसुट गाइज यो क्यामेराम्यान हामीलाई कहिल्यै मिसाउन्न यिनीहरूले खिच्दा मात्रै भन्छन् गाइज हाम्रो चाहिँ यहाँ टिकटक सिकटक बन्दैछ हुनुहुन्छ पुष्पा मिसन मैले चाहिँ कस्तो राम्रो देखेँ कि हात तान खुट्टा नतान बुझ्यौ अनि त्यस पछाडि लभ इज लाइफ गाइज मैले चाहिँ आएर एकजना मामा बनाइछु उहाँ हुनुहुन्छ मेरो मामा उहाँ मेरो भ्लगलाई लाइक गर्नु है मामा हो के भन्छ युट्युब च्यानललाई सब्सक्राइब गर्नु ए उहाँ मेरो मामा हो नमस्ते भनिदिनु न नमस्ते मामा हुनुहुन्छ अनि उहाँ चाहिँ मामाको साथीहरू मामाको मामा हजुरबा भनेपछि हजुरबा भन्नु पर्यो ल ठिकै छ मामा जानु त नि ल बाई बाई ल हुन्छ ल बाई बाई सब्सक्राइब गर्नु ल अनुष्का खत्री छ युट्युब च्यानल खत्री हजुर ल हुन्छ ल बाई बाई ल जानु भयो हामी चाहिँ छ यहाँ भर्खर कालिका मन्दिरमा यहाँदेखि पनि एकदम राम्रो भ्यू देखिँदो रहेछ उहाँ जहाँ गए नि भगवान् जहाँ गए पनि यस्तो छ रमाइलो यहाँ यो चाहिँ हाम्रो खाजा हो गाइस बिहानको गाइस हामीले चाहिँ यतिको खायो लाउनु म्याम ल धेरै धेरै धन्यवाद हजुरलाई यहाँ चाहिँ पाक्दैछ खाना हाम्रो चाहिँ सक्यो ओन्ली 350 है गाइस कस्तो राम्रो पन्जा छ सो जे होस् यहाँदेखि भ्यू चाहिँ अझै राम्रो देखिरहेछ त्यहाँ हुनुहुन्छ म्यामहरू अब हामीले टिकटक बनाउँछौँ अनि त्यस पछाडि घर जान्छौँ सो गाइस फाइनल्ली हामी चाहिँ अब घरतिर जान लाग्यौँ अनि बाटोमा नि हाम्रो अझै रमाइलो बाँकी नै छ हाम्रो चाहिँ कोही ग्रुप जानुभयो अब हामी यहीँ छौँ यस्तै छ ब्याक टु आवर होम टाउन बागलुङ बाई 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 किङफिसर सो यो गाउँ चाहिँ एकदमै राम्रो छ सो यो चाहिँ एकदम राम्रो पिसफुल ठाउँ छ गाइज अनि आउँदा चाहिँ हामीलाई के महसुस भयो भने त्यसै बुद्ध जङ्गलमा गएको तैन्छ भन्ने महसुस भयो शोभा मिस हामीलाई छुट्टी दिनु न हामी नि बुद्ध बनेर निस्किन्छौँ बुद्धिनी बनेर निस्कन्छौँ त्यसको लागि पछि तिमीहरू हुन्छ नि एउटा के भन्छ अरे
आश्रममा जाने बेला हुन्छ नि त त्यति बेला बल्ल के अरे पहिला पढ्नु पर्यो जागिर गर्नु पर्यो घर जम गर्न पर्यो सन्तानको सुख पनि प्राप्त गर्न पर्यो महसुस हुन पर्यो तिनीहरूलाई के गर्नु पर्यो व्यवस्थापन गरिदिनु पर्यो त्यसपछि बल्ल हामी सांसारिक मोहबाट अब विश्राम लिने अनि त्योबाट के भन्छ त्यो कति वर्ष 70 वर्ष 40 पछि 40 45 50 पछि जस्तो हामी बाँचिन् न ल हामी बाँचे छैन हाम्रो ज्यान त यस्तो छ हामी बाँचेछौँ नि त ल अब यहीँबाट फरल्न पाए त आनन्द हुन्थ्यो हामी त गएमै गाइज छ बाटो छ आउनु के छ आउनु गाइज हामी चाहिँ यस्तो बाटो हिँड्दैछौँ ट्रेकिङको मजा पनि लिँदैछौँ जस ठाउँ चाहिँ लास्टै राम्रो के लास्टै नेक्स्ट लेभल यहाँ छन् हाम्रा सही साथीहरू फोटोको पोज यो चाहिँ हिजो बेलुका छुटेको हाम्रो त्यहाँ हुँदैछ बारबेक्यू तपाईँको नाम के हो दाइ मेरो नाम सिजिङ भण्डारी हो तपाईँ यहीँ बस्नुहुन्छ कसो हो म यहीँ बस्छु यहीँ स्टाफ हो यहीँको स्टाफ हो हजुर ल उहाँ चाहिँ मलाई चप्पल दिएको मान्छे गाइजी चप्पल अनि उहाँले खोजेर लगाइसक्नु भएछ गाइज हाम्रो चाहिँ बारबेक्यू यहाँ चाहिँ सबैजनाले बारबेक्यूको मजा लिँदै हुनुहुन्छ यो चाहिँ हिजो बेलुका छुटेको पार्टहरू हो यस पछाडि 1-2टा पार्ट पछाडि चाहिँ कन्टिन्यू हुन्छ है बिहानकै माथि डाँडैमा पानी पर्न लागेको छ पुरानो दिनको छलको आएको छ माथि डाँडैमा पानी पर्न लागेको छ पुरानो दिनको छलको आएको छ पुरानो दिनको छलको आएको छ गाइज हामी चाहिँ यस्तो बाटो हिँड्दैछौँ है एकदम गाह्रो बाटो ट्रेकिङ सजिलो छैन है गाइज यस्तो छ बाटो चाहिँ पुरा होइन हामी चाहिँ जाँदैछौँ हामी पुग्न चाहिँ कुस्मा बजार पुग्न छ होइन अनि के भन्छ कुस्मा बजार पुग्न चाहिँ 2 घन्टा हिँड्न पर्छ भनेर भन्नुभएको माथि तर हामीले लाग्दैन हामीलाई त्यत्रो भनेर आइच्छौँ यो बाटो हामी जाँदैछौँ यहाँ म्यामहरू हुनुहुन्छ यो कुरो गाइज म एकचोटि यो ब्याक क्यामेरादेखि देखाउनु चाहिँ कस्तो छ यही हो गाइज बाटो चाहिँ यहाँ अब फेरि 2 बाटो आइन्छ कुन बाटो जाने हो यस्तो जङ्गल छ पुरा जङ्गल लर्कानी लरकानी छ गाइज यस्तो छ है अनि हाम्रो चाहिँ मिसहरू हुनुहुन्छ दिदी आउनुभयो उहाँ आउनुभयो शोभा मिस हुनु सक्नु भएको छैन बाटो सो गाइज बाटो चाहिँ एकदम स्केरी छ है यहाँ कतिजना त लोटिसक्नुभयो माथि म्यामहरू 1-2 जना यहाँ मेरो हातमा भएको फोन नि कोही म्यामको अब यो फोनलाई त केही गराउनु भएन सो बाटो यही हो है यस्तो खतरा चिप्लो छ अनि यस्तो सिधै ओह्रालो छ त्यही हो कुराकानी अब म तल गएपछि देखाउँछु है हामी चाहिँ बिच बाटोमा हरायौँ अब कायम अब कहाँ जाने न बाटो छ न मान्छे छन् यस्तो छ है ल उहाँ चाहिँ निखुलु प्रेती जस्तो जम्प हान्दिनुहुन्छ ल नेक्स्ट ल छिटो 1 2 3 गो अर्को पालो ल उहाँको ब्याग हो फेरि 1 2 3 गो जम्प
छिटो का पुनः मिस आउट हुनु भयो है ल गाइस अब कमला के अरे कल्पना मिसको पालो 1 2 3 गो जम्प बन्जी यसरी लडेँ म होइन अब के गर्नु त लडेँ कि त ओहो दामी पारामा लडियो है ल सरू मिस 1 2 3 गो बन्जी भएन भएन ल यो पनि अलि भएन ल आमा 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 आमालाई नि गाह्रो पर्यो गाइस ल शोभा मिस 1 2 3 गो बन्जी 3 महिनाको स्यालेरी बाँकी छ गाइस बिस्तारै बिस्तारै 3 महिनाको स्यालेरी बाँकी छ गाइस बिस्तारै बिस्तारै देवु मिस साथीहरूले बेच्थ्योले यस्तो रमाइलो छ गाइस हामी चाहिँ सजिलो बाटो आउँछौँ बाटो चाहिँ यस्तो छ रमाइलो भइसक्यो कि भएन एकदम रमाइलो एउटा बाघ नै आउनु पर्छ यहाँ रमाइलो त लास्ट भइसक्यो गाइस अझै रमाइलो उया हुनुहुन्छ यस्तरी फरालेमा गाइस एकैचोटि हिँडौँ कि त्यो बोरोनी होला यस्तो छ भिरको बाटो सामने चाहिँ तल रोड देख्यौँ फाइनली रोड भेट्यो गाइस सिकारीले मार्यो नि कस्तुरी एकचोटि नि सम्झेनौ नि स्टोरी हावा सररा लम्जुङे डाँडैमा हावा सररा जता छ निर्माया उतै नजर ल रमाइलो छ है गाइस हामी चाहिँ बल्ल बल्ल यहाँ घर आयौँ के भयो जस्तो भयो अरे आफ्नै घर आए जस्तो भयो यहाँ कसको घर आइन्छौँ हामी यहाँ एउटा भाइ हेलो भाइ भाइ ओ भाइ भाइ चिरो हेलो भन नमस्ते तिम्रो नाम के हो सम्राट रिमाल रिमाल हो अनि तिम्रो घर कहाँ हो यो गाउँलाई के भन्छ सौराबोटा हो यो ठाउँलाई सौराबोटा भन्छ कहाँ पढ्छौ नि कहाँ अरे स्कुलमा पढ्छौ लामा ए लामाठाको स्कुलमा पढ्छौ ए रमाइलो रहेछ हामीले चाहिँ एउटा दाइलाई भेट्यौँ चाहिँ यस्तो पुष्पाले चाहिँ कति राम्रो रहेछन् के नि भाइ बोली कति मिठो हो कति क्लासमा पढ्छौ बस है नमस्कार ल बाई बाई भाइ ल बस है ल भाइ बाई 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 भन्देऊ ओहो ल बस नै हस् धन्यवाद हजुरहरूलाई ल सो गाइज हामी चाहिँ हिँड्यौँ अब यहाँदेखि पनि फेरि अब चाहिँ यहाँ रोड छ उयो लास्टमा हामी दुईजना मात्रै छौँ ऊ कता हो उताको रहेछन् सो यहाँ गाउँ चाहिँ राम्रो रहेछ है
गाउँ मन पर्यो। सो गाइज फाइनल्ली हामी चाहिँ बागलुङ आयौँ। मेरो अनुहार कस्तो हिँड्छ, यहाँ हुनुहुन्छ अनि यहाँ हुनुहुन्छ मिसहरू। कतिजना चाहिँ झर्नुभयो, कतिजना जानुभयो। बाई बाई गाइज।